पढिलेखि ज्ञानी भइदिउँ न सो खोइ तँ भालेले मेरो नानीको जसै राम्रो हुँदो दे औ हमा भइगयो। हेलो गाइस, आज बाजेले भाले काट्नु भएको छ हेर्नुहोस्। अनि हेर्नेपछि अब काट्नुहुन्छ। काटेपछि त्यहाँ स्वागत गर्नुहुन्छ टिका लगाएर। अनि भाले काटाउनुहुन्छ मलाई। अनि मलाई त्यहाँ भाले अनि मलाई पूजा गरेर भात खुवाइदिनुहुन्छ। अनि 10 रुपियाँ दिनुहुन्छ मलाई। 105 दिनुभयो 4000 को। अनि मलाई खुट्टामा आगो हाल्नुभयो। हेर्नुहोस् ल। प्रसादी खानुपर्छ है। नमस्ते गर छोरा। अनि यो पैसा हमा त धन्यवाद दिइहाल्ने समातेर नमस्ते गर। बाजेलाई चाहिँ गर छोरा, बाजेलाई चाहिँ गर। धन्यवाद। इष्ट मित्रको भरिपूर्ण हुइएदेखि ठुलो अरू भगवान कोही हुँदैन। ए भगवान ठुलो कोही हुँदैन। हजुरबाले चाहिँ गर्नु नाति त्यसलाई तेलभित्र बस्छ अझै पनि टालियोस् मेरो नाति। जति टालियो उत्तिकै टाले बाबा आमालाई बुवामा इष्टमित्र सबै राम्रो होस्। ए भगवान छाया छ खानु पर्ने छ धेरै ऊ भयो भने बोर हुने छ। बोर हुन्छ। ए छोरा म यही भने आया हौ छोरा नाति। नमस्ते गर छोरा, नमस्ते गरिराख। नमस्ते हजुरबालाई नमस्ते। भगवान कलशलाई नमस्ते गर्ने, कलशलाई नमस्ते गर्ने, बत्तीलाई नमस्ते गर्ने। नमस्ते गर हजुरबालाई चाहिँ गर। अब यहाँ बाई बाई गर। यता हेर्नुहोस्। बाई बाई। अब यहाँ राख अनि खाऊ। हजुरबालाई चुप्पा गरिदिएको छु। यहीँ राख। अब तिमी भोजन गर है। अब भोजन गर्ने खाना खाने। चुप्पा खाइयो। अब चुप्पा खाइदियो। कोलामा बस्नु पर्छ। नढल्के छोरा चुप्पा खाइदिए होइन। हजुरबालाई चुप्पा गर। चुप्पा गर। उठेर खानु। गर्नु अब भइसक्यो है। यहाँ भाइको पूजामा हेर्नु छैन, बस्नु छैन खाने कुराहरू। Thank you for watching. Bye bye. Love you. Please like, share, comment. Love you all. Bye bye. See you next video. Bye bye.